अहिले तामिनमा चाहिँ धेरै सुन्तला चाहिँ मरे पनि केही बगैँचाहरू चाहिँ राम्रै र उत्पादन भइरहेको यी फलहरू चाहिँ लटरममा फलेको र पाकेको दानाहरू हामी देख्न सक्छौँ। र यो तामिनको सुन्तला चाहिँ हामीले अब यो पुससम्ममा चाहिँ टिपेर बजार पुर्याउने यहाँको किसानहरूको लक्ष्य छ। त्यसपछि हाम्रो बजार चाहिँ लगभग अहिले मुङलिङ बजारमै नै खपत हुन्छ यहाँको सुन्तला। यस सुन्तला चाहिँ टिपिसकेपछि फेरि यो बगैँचाहरू साफ गर्ने, नुलो तुथो दल्ने, बोडपेस्ट लगाउने र फेरि मलजल गर्ने र मल्चिङ समेत गर्नुपर्छ। र केही सुन्तला चाहिँ तल रोगले मरे पनि 1000 मिटरभन्दा माथिको बगैँचाहरू चाहिँ अझै पनि परिपक्वता भएको राम्रै फलेको देखिन्छ। प्रत्यक्ष नै हामी देख्न सक्छौँ कि सुन्तला मरेको भागमा सबै मरे पनि नमरेको भागमा बगैँचाहरू भरिपूर्ण भएको छ। र यहाँको किसानहरूले प्रत्येक एउटा बोटमा कमसेकम 2 देखि 3 कुन्टलसम्म परिपक्व बोटमा फल्ने र सर्दा चाहिँ 100 रुपियाँ किलोसम्म बेच्दा पनि लगभग 30,000सम्म चाहिँ एउटा बोटबाट लिने त्यस्तो हुन्छ। र भोलिको चाहिँ दिनमा पनि यहाँ फेरि किसानहरू अझै सुन्तला लाउनुपर्छ, अरू तरकारीहरूभन्दा सुन्तला राम्रो आम्दानी आउँछ भन्ने एउटा आकाङ्क्षाहरू आइरहेछ। अनि किसानहरूको चाहिँ जुन नमरेको सुन्तला फलेको देख्दा मनोबल चाहिँ फेरि सुन्तलामै बढी गइरहेछ। यहाँको सुन्तलाको प्रमुख बजार भनेको हाम्रो अहिले मुङलिङ हो। मुङलिङमा कम्तीमा चाहिँ 100 देखि 150 ठेलाहरू छन्। त्यसै ठेलामा चाहिँ यहाँको सुन्तलाहरू बिक्री गर्छन्। अब पहिला त मनकाउनाको सुन्तला भनेर यहाँको सुन्तला बेच्दैन, अहिले चाहिँ लगभग अब हाम्रै तामिनको सुन्तला भन्दा पनि बिक्री हुन्छ। अनि मनकाउना र यहाँको सुन्तलामा स्वादमा कुनै फरक छैन। यहाँको सुन्तला मिठो छ, रसिलो छ, गुलियो छ। र फेरि एकदम छोटो पोइन्टमा अब अहिले हामी बेलुका टिप्यो भने टिपेको 1 घन्टामै बजार पुग्ने हुनाले फ्रेस माल एकदम ताजा माल बजार पुग्ने भएको हुनाले यहाँको सुन्तलाको चाहिँ भाउ पनि राम्रो पाउने अन्त सुन्तला भन्दा र बिक्री पनि राम्रो हुनेछ। एउटा किसानले अब जस्तै ठुल्ठुलो किसानहरूले अब 8 देखि 10 लाख 12 लाख त्यस्तै बेच्छन् ठुल्ठुलो किसानहरूले। अनि सानसानोले 1 लाख 1.5 लाख 2 लाख। अहिले चाहिँ अब तामिनमा हिजो चाहिँ लगभग चाहिँ 100 घर धुरी सुन्तला किसान आपदा थियो भने अहिले चाहिँ अब 15-20 घर मात्रै बाँकी छन्, किनभने तलको मरिसकेको छ। अब यो 20-25 घर धुरीको सुन्तला चाहिँ बाँकी छ। त्यति हुँदा नि कमसेकम अहिले चाहिँ हाम्रो सहकारी सेवाभित्र सबैजना 1 करोड बराबरको सुन्तला चाहिँ कारोबार हुन्छ होला अहिले पनि।